वेलकम टु माई भ्लग। आज हामी मामा घर आएको थियौँ अनि मामा घरदेखि रिजल चोक घुम्न जाने भनेर हिँडेको। यति गाह्रो भयो नि। अनि उहाँ चाहिँ हजुरआमा अनि उहाँ चाहिँ दिदी पारिबाट आएको क्या हामी। अनि कस्तो धाउ भइरहेको के मलाई। त्यो चाहिँ शिवालय है। अनि त्यो चाहिँ खै थाहा छैन। हेर्नु न हिमाल कस्तो राम्रो देखिरहेको है। हेर्नु न हिमाल कस्तो राम्रो देखिरहेको के। यो हिमालको नाम थाहा पाउनेले कमेन्ट गर्नु ल। हेर्नु न फर्सीहरू कस्तो मजाले राख्नु भयो। अनि तरकारीहरू पनि छ। अनि यहाँ चाहिँ त्यो एउटा भैँसी छ मलाई नौलो मानेर हेरिराख्नु कि। अनि भ्यू पनि एकदम राम्रो हो। बस्न नि आनन्द छ तर सुनसान छ कि बस्न चाहिँ डर लाग्छ। सबैजनाहरू तराईतिर गइसक्नु भयो यताको। अनि हाम्रोतिर चाहिँ जौ गहुँ बल्ल छर्ने बेला भयो। यता त जौहरू छरिसक्नु भयो। अनि तोरी पहेँलै फुलेछ हो। अनि तोरी पहेँलै फुलेछ। यहाँ चाहिँ ईश्वर टिप्न लाउनु भयो है। हाम्रोतिर किनी खानुपर्छ यस्तो धेरै छ। यहाँबाट तल चाहिँ उहाँ देखेको चाहिँ तल हाम्रो फुपूको घर हो। तर यो हो भन्ने चाहिँ यहाँबाट देखेको छैन। अनि मेरो बोलीतिर चाहिँ नजानु अनि भ्यूहरूतिर जानु है। मेरो बोली चाहिँ अलिक कमेडी छ के। फाइनल्ली हामी रिजल चोक आयौँ। त्यो तल देखिने चाहिँ रिजल चोक बजार। अनि त्यो ट्याक्सी चाहिँ बागलुङबाट आएको। अनि यता चाहिँ रिजल चोक भयो। यता चाहिँ बागलुङ जाने बाटो भयो। अनि यता चाहिँ बुर्तिबाङ घोडामाथि जाने बाटो। हेर्नु न रिजल चोकको भ्यू यस्तो राम्रो देखेछ। अब मेरो बोलीतिर चाहिँ नजानु। लाइक कमेन्ट सब्सक्राइबतिर जानु ल। ओके।